कटाएर अथवा खुड्किलोलाई खुम्च्याएर हतारमा 2-4 जना मिलेर जहाँ वन हस्तान्तरण गरेका छ त्यहाँ त्यस्ता घटनाहरू हुने गरेका छन्। यो डडेलधुराको सन्दर्भमा पनि सरकारी क्षेत्रबाट आफ्ना नजिकका आफ्ना मनपर्दा राम्रा भन्दा पनि हाम्रा मान्छेलाई उभ्याएर समिति गठन गरेर त्यसरी चाहिँ नबनिहालौँ। तर मैले भन्न खोजेको के भने एउटा समुदायमा 100 घरधुरी छन् भने 100 घरधुरीको आम सहमतिको प्रक्रियाबाट विधान बनाउँदै वन कार्ययोजना बनाउँदै हस्तान्तरण गरेको भए यो अवस्था हुँदैन थियो। किनभने हरेक उपभोक्ता समुदायमा कल्पना भनेको मतलब डडेलधुरामा समुदायको आम सहमति थिएन, प्रक्रियागत रूपमा त्रुटि थियो। किनभने त्यहाँ सबै उपभोक्ताहरूको समान सहभागिताको आधारमा विधान कार्ययोजना बनेको थिएन भनेर त्यहाँ त्यो त्रुटि तपाईँले त्यति बेला देख्नुभयो र अथवा अहिले देख्नुभयो? होइन, यो त पहिलेदेखि उठाइरहेको सन्दर्भ हो। हामीले यो विशेष गरी म सम्झाउन रहेको संरचना सामुदायिक वनको अभियानले के भनिरहेको छ भने तराई र पहाड जहाँ भए पनि प्रक्रियागत तरिकाले वन हस्तान्तरण नगरिएको सन्दर्भ धेरै छ। त्यसको कारणले कुनै न कुनै दिन सामुदायिक वनमाथि प्रश्न चिन्ह कालो धब्बा लाग्न सक्छ है। त्यसकारण प्रक्रियामा जोड दिउँ है, सबै मान्छेको सहमति लिने, सबै मान्छेको निर्णय प्रक्रिया सम्मेलन गराउने पद्धति थालौँ भनिने हो। तपाईँलाई एउटा सन्दर्भ कोट्याउँ न, जस्तो तपाईँको र मेरो बिचमा यहाँ 1 लाख रुपियाँ मानिलिनु है। त्यस्तो इमेजिन गरिहेर्नु, 1 लाख थियो भने मैले मात्रै भेटाएँ 1 लाख राख्नु नबोल्दै भयो नि, 2 जना भने 50-50 हजार पर्छ, 2 जना ठिक छ नबोल्दै भयो। अब 4 जना भयो भने 25-25 हजार पर्छ। हिस्सा अलि धेरै बाँड्नु पर्यो, हिस्सा धेरै बाँड्नु पर्यो। गोपनीयताको कुरा पनि एउटा छासे कुनै बेला कोट्याइदेला। अनि त्यही कुरो 10 जना भयो भने 12,000 होला, 13,000 होला। अनि 10 जना बीचको कुरो पनि मिल्दैन, अनि त्यो कुरो बाहिर निस्किहाल्छ, बाहिर जान्छ। त्यसका जति धेरैको सहभागिता गरायो त्यहाँ यस्ता खालका गलत तत्त्वहरू, गलत कामहरू हुँदैनन्। त्यसकारण सहभागिता प्रचुर हुन्छ हो। त्यसकारण धेरैको सहभागिता गराउन नसकेको कारणले पनि त्यो अवस्था आएको हुन सक्छ। सरकारले पारित गरेको निर्णय त धेरैको सहभागिता नगराउने, आम सहभागिता नगराउने भन्ने पक्कै छैन। अब यो त्यस्तो परिस्थिति बनाउने त्यो कस्ता खालका मान्छे हुन्? होइन, अब एउटा सन्दर्भ के छ भने नि, अब डडेलधुराको केसमा चाहिँ त्यो एक ठाउँमा होला, आफ्नो ठाउँमा त्यसलाई विश्लेषण गरौँला। तर काष्ठ व्यवसायीहरूले कार्ययोजना बनेर अनि पेश गर्न लाने उदाहरण पनि छ अरे कि, त्यो भनेको उपभोक्ताले बनाउनु पर्ने थियो कि, त्यो भयो भने छिटो हुन्छ अरे। धेरै साथीहरूले मसँग म यो समूहकोलाई फेसिलिटेसन गर्ने नेटवर्कको मान्छे भएको हुँदा त्यसका उपभोक्ताको हुर्काउने भन्दा पनि वन मास्न उद्यत हुने होइन, त्यस्तो केही सन्दर्भ छ। किनभने त्यहाँ योजना बनाउनु पर्ने, अगास एउटा रुख काट्यो भने लाखौँ त्यहाँ इन्कम हुन सक्छ। त्यसकारण केही है, सबै होइन, फेरि केही तत्त्व त्यसमा चाहिँ लागेको हुनाले त्यो अवस्था सिर्जना हुन सक्छ। र अर्को कुरो चाहिँ यहाँले यो सन्दर्भ कोट्याइहाल्नुभयो, तर एउटा कुरा के भने रुख काट्नु वन विनाश होइन। एउटा सन्दर्भ चाहिँ यहाँ भ्रम जस्तै छ कि रुख त काट्नकै लागि हो नि, होइन, रुख त पालिरह्यो त त्यसको निश्चित समयपछि त खेर जान्छ नि, त त्यसको उपयोगिता सकिन्छ। त्यसका रुख भनेकै काट्नका लागि हो। 10वटा 20वटा रुख काट्नु वन विनाश होइन। तर यहाँ सन्दर्भ चाहिँ 10वटा रुख काट्ने वन विनाश, खत्तम वन विनाश भनिन्छ, तर त्यो होइन। रुख भनेकै काट्नका लागि हो, तर दिगो तरिकाले चाहिँ काट्नु पर्यो, योजनाबद्ध तरिकाले, कानुनसङ्गत तरिकाले, समुदायको चाहनाको आधारमा काट्नु पर्यो। चाहना र त्यसको वनको क्षमता कति दिन्छ उसले। त्यसको दिगो पद्धतिबाट गरिने वन विनाश त होइन, वन कटान वन विकास हो, विनाश होइन। हामी मकै पनि त बेडाउँछौँ नि, निकाल्छौँ नि बाक्ला मकैहरू, होइन र? यो सन्दर्भ छ, गर्छौँ नि त। तपाईँ हेर्नु न, आफ्नो छोराछोरी जस्तो गरेर माया गरेर पालेको खसी दसैँमा अरू कुनै सन्दर्भ काटेर खान्छौँ नि हामीले। अब भन्नुहोस् त, अनि त्यो रुख चाहिँ पालिरहने हो त, काट्नुपर्ने हो। तर त्यसलाई वैज्ञानिक तरिकाले, त्यसको दिगो तरिकाले गर्नु जरुरी छ। त्यसकारण एउटा यो खालको भ्रम, वन रुख काट्यो वन विनाश भन्ने खालको जुन भ्रम छ, त्योबाट चाहिँ अलिकति मुक्त हुन जरुरी छ कि भन्ने मलाई लाग्छ है। यो सामुदायिक वन समूह, वन समितिहरूमा अहिले हामीले छलफल गरेको जुन अलिकति विकृति देखियो नि बोलाजी, हजुर, यसमा चाहिँ समुदायमा भएका केही मान्छे र सरकारी कर्मचारीको मन बिग्रेका कारणले, सरकारीको नि केही भनौँ है यहाँनिर, केही सरकारी कर्मचारी, केही उपभोक्ताका अगुवा भनाउँदाहरू का मिलोमतोमा यो खालको, त्यो मिलोमतो बिना त वन विनाश हुँदैन नै। एक्चुअली यो थुप्रै ठाउँ चेक एन्ड ब्यालेन्स गर्ने ठाउँहरू छन्।
तर त्यो दुईटाको चाहिँ अपवित्र गठबन्धन भनौँ अथवा के भनौँ त्यसले चाहिँ अलिकति विकराल अवस्था ल्याइरहेको छ र अब हामी सबै पनि यो समाजकै रूप हौँ नि त समाज अरू कता कता बढ्दै गएको छ त्यतै चाहिँ जानुपर्ने सन्दर्भ छ तपाईँले अब काहीँ चाहिँ राजनीतिक तरिकाले नै संरक्षण गरेको सन्दर्भ पनि हो हैन भोलाजी यो नेपालको वन यो हरियो वन नेपालको धन छ नि अहिले हरियो वन यो तस्करहरूको धन भइरहेको पनि त्यसलाई चाहिँ हरियो वन समुदायको धन बनाउन जरुरी छ समुदायको धन बनाउन जरुरी छ अब यो समुदायको धन बनाउन ठ्याक्कै बनाउन हामी कार्यक्रमको अन्त्यमा छौँ ठ्याक्कै बनाउन के गर्नुपर्छ अनि एउटा कुरा चाहिँ के भने यो जे जति नीति नियमहरू तर्जुमा गरिन्छ त्यो बेला जनताको प्रत्यक्ष परामर्शको आधारमा तयार गरिनुपर्छ बहु सरकारवालाको डिस्कसनको आधारमा नीति नियमहरू तर्जुमा गरिनुपर्छ एक नम्बर दुई नम्बर प्रक्रियागत तरिकाले जनतालाई सशक्तिकरण गर्दै हाम्रो नीति नियमले त्यो भन्छ सशक्तिकरण गर्दै उनीहरूको प्रत्यक्ष सहभागितामा सामुदायिक वन द्रुत गतिले हस्तान्तरण गर्दै जानुपर्छ समुदायको सहभागिता बिना अब नेपालको वन कुनै पनि प्राकृतिक स्रोत जोगिँदैन त्यसकारण त्यो गर्न जरुरी छ समुदायले मान्छे त उहाँ ज्यान गुमाएका छन् नि तपाईँले सुन्नुभयो होला कैलालीमा एकजना चाहिँ प्रस्तावित सामुदायिक वनको अध्यक्षलाई तस्करले वनअधिकारले हात काट्दियो उहाँलाई उपचारार्थ अवस्थामा हुनुहुन्छ कतिजना मान्छे डडेलोबाट बित्नु भएको छ उपभोक्ताहरू तस्करको आक्रमणमा मर्नु भएको छ हेर्नुहोस् त हजारौँको मान्छेको योगदान छ नि यो कुरालाई राज्य समितिले आत्मसात गर्नुपर्छ सरकारले बुझ्नु पर्यो सरकारले बुझ्नुपर्छ अर्को सरकारले गर्ने काम आम समुदायले गरिदिएको छ हेर्नुहोस् एउटा स्टडीले देखाएको छ हाम्रो वनविज्ञ डाक्टर भरत पोखरेलले एउटा अध्ययन गरेर उहाँले भन्नुभएको थियो नेपालको सामुदाय वनले 16 मन्त्रालयले गर्ने काम गरेको छ अरे ल हेर्नुहोस् त राज्यलाई सहयोग गरे गरेन स्कुल बनाइदिएको छ सबैको लागि शिक्षा राज्यको नारा हो त्यहाँ चाहिँ सामुदाय वनले शिक्षक राखिदियो यो सबै कुराको सिक्वेन्स मिलाउनका लागि राज्य इमान्दार रूपमा तत्पर हुनु पर्यो एकदम इमान्दार रूपमा समुदाय पनि क्रियाशील हुनु पर्यो राज्य पनि इमान्दार रूपमा जनतालाई विश्वास गर्नु जनताभन्दा ठुलो त यो दुनियाँमा कोही छैन नि हस् त भोलाजी यो समय र संवादका लागि यहाँलाई धन्यवाद दिन चाहन्छु हस् मलाई पनि यो मौका दिनुभयो आफ्ना विचारहरू वन सन्दर्भका कुराहरू अधिकारको अभियानको कुरा राख्ने मौका दिनुभयो यहाँलाई र सिङ्गो टेलिभिजन परिवारलाई म मेरो संस्थाको तर्फबाट यो अभियानको तर्फबाट नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु प्रिय दर्शकहरू आज थियौँ हामी समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपालका अध्यक्ष भोला खतिवडासँगको संवादमा आजको हाम्रो संवाद यही सकिन्छ हामी सबैलाई आज्ञा दिनुहोस् नमस्कार